आज हामी तनहुँ जिल्लाको एउटा गाउँ सम्झुर यसबारे अलि गहिरिएर कुरा गरौँ है त। हुन्छ। सम्झुर गाउँ हामीसँग यसको एउटा प्रोफाइल जस्तो छ जसले यहाँको जीवनशैली वातावरणबारे केही जानकारी दिन्छ। ठिक हो। हाम्रो लक्ष्य चाहिँ कस्तो ठाउँ रहेछ त यो, भौगोलिक अवस्था, मान्छेहरूको जीवन विशेषताहरू अलि नजिकबाट बुझ्ने हो क्या। ए राम्रो। एउटा सुरुमै रोचक कुरा के छ भने यो गाउँ समुद्र सतहबाट करिब 916 मिटर उचाइमा रहेछ। ए हो र, 916 मिटर भनेपछि त मौसम त पक्कै शीतल र रमाइलो हुन्छ होला नि। हो नि, त्यसैले हावापानी एकदमै रमाइलो हुन्छ भन्ने कुरा छ। ल अब यसको बारेमा अझै कुरा गरौँ न त। गरौँ। जानकारीमा के छ भने यो गाउँ भानु नगरपालिकामा पर्छ। ए भानु नगरपालिका। दमौली बजारबाट पूर्व उत्तरतिर। ए दमौलीबाट पूर्व उत्तर भनेपछि अलि भित्रै पर्यो है। हो, अनि यो ठुलो बस्ती चाहिँ होइन रहेछ, जम्मा 50 घरधुरी जति मात्रै। सानो गाउँ रहेछ, 50 घरधुरी, अनि जनसङ्ख्या पनि त्यस्तै 200-250 को हाराहारीमा होला हैन त। त्यही अनुमान गरिएको छ। त्यो उचाइको कुरा गर्नुभयो नि, 916 मिटर, यो त महत्त्वपूर्ण भयो। यसले गर्दा हावापानी शीतल त हुने नै भयो। हो, त्यो त सुरुमै कुरा भयो नि। अनि यसले गाउँलाई एउटा छुट्टै शान्त ग्रामीण के भन्छन् चरित्र दिएको छ। तराई वा बेसीको गर्मी भन्दा फरक एउटा प्राकृतिक शीतलता पाइने भयो। हो, त्यो आफैमा एउटा आकर्षण हुन सक्छ है। एकदम, त्यो छुट्टै परिवेश नै हुन्छ नि त। अब यहाँका मान्छेहरूको गुजारा चाहिँ कसरी चल्छ त? स्रोत भन्छ कृषि नै प्रमुख पेशा हो। उनीहरू मकै, आलु, कोदो अनि विभिन्न किसिमका तरकारीहरू उत्पादन गर्छन् रे। ए, कृषिमा आधारित जीवन। तर सबैजना कृषिमा मात्रै पनि छैनन् क्यारे। केही युवाहरू चाहिँ रोजगारीको लागि शहर वा विदेशतिर पनि लागेका छन् भन्ने छ। हो, यहीँनिर त्यो मिश्रण देखिन्छ के। एकातिर परम्परागत कृषि जीवन छ हैन, अर्कोतिर बाहिर जाने चलन पनि। यसले त गाउँको सामाजिक आर्थिक संरचनामा पक्कै असर पारेको छ। मतलब अवसरको खोजी पनि हो, सायद स्थानीय स्तरमा अवसर कम भएर पनि होला। हो, त्यो आधुनिकीकरणको दबाव भन्न मिल्ला नि है। त्यसैको सानो सङ्केत हो भनौँ न। पूर्वाधारको कुरा गर्दा बिजुली चाहिँ पुगेको रहेछ, त्यो त राम्रो कुरा भयो। हो, बिजुली पुग्नु त आधारभूत विकास भइहाल्यो नि। अनि एउटा प्राथमिक स्कुल पनि छ रे। प्राथमिक तहको मात्रै? ए, भनेपछि त अलि माथिल्लो कक्षा पढ्न त गाउँ छोड्नुपर्ने बाध्यता भयो नि हैन र? होला, त्यसले पनि त युवाहरू बाहिर जानलाई एक किसिमले प्रोत्साहन गर्छ होला। अनि सडकको पहुँच चाहिँ अझै चुनौतीपूर्ण नै देखिन्छ क्यारे। स्रोतमा के छ? हो, त्यही देखिन्छ, सडक सुधार गर्नुपर्ने अवस्थामा छ भनिएको छ। त्यो त ठुलो चुनौती हो नि। कृषि उत्पादन बजार लान पनि गाह्रो, अनि अरू आर्थिक गतिविधि जस्तो सम्भावित पर्यटन, त्यसलाई पनि त असर गर्छ नि राम्रो सडक नहुँदा। हो त। अब अलि रमाइलो कुरा गरौँ। यहाँको प्राकृतिक सुन्दरताको पनि बयान छ। वलिपरि हरियाली, डाँडाकाँडा, खोला नाला। हो, अनि मौसम सफा भयो भने त उत्तरतिर हिमाल पनि देखिन्छ रे। ओहो, त्यो त गजब भयो त। एकदम शान्त सुन्दर ठाउँ होला है, कल्पना गर्दा नै कस्तो होला। हो नि, एकदम रमणीय ठाउँ भनेको छ। यो प्राकृतिक सुन्दरता त सन्जुरको लागि ठुलो सम्पत्ति हो नि। हो त। यसले गर्दा ग्रामीण पर्यटन, योग, ध्यान गर्ने ठाउँ, यस्तो सम्भावना त देखिन्छ। तर फेरि त्यही कुरा आयो नि, सडक राम्रो भएन भने त कसरी पुग्ने हैन? हो, त्यही त, पहुँच चाहियो, सुन्दरता मात्रै भएर भएन। खैर, अब यहाँको सामाजिक सांस्कृतिक पक्ष नै महत्त्वपूर्ण देखिन्छ। मगर, गुरुङ, ब्राह्मण, क्षेत्री, विभिन्न जात जातिको बसोबास छ रे हैन? हो, स्रोतमा त्यही भनिएको छ, मिलेर बसेका छन्। र यो विविधता आफैमा राम्रो कुरा हो। अनि उनीहरू दशैं, तिहार, माघे सङ्क्रान्ति, लोछार जस्ता पर्वहरू सँगै मनाउँछन् रे। यसले त गाउँमा राम्रो सामाजिक सद्भाव छ भन्ने देखाउँछ नि। हो, त्यो सामाजिक एकता त बलियो रहेछ भन्ने बुझियो। एकदम, त्यो समुदायको भावना त्यो महत्त्वपूर्ण हुन्छ यस्तो ग्रामीण ठाउँमा। एकअर्काको सहयोग हुन्छ। त्यसो भए मोटामोटी रूपमा हेर्दा सम्झुर एउटा सानो, प्राकृतिक रूपले सुन्दर अनि सांस्कृतिक रूपमा पनि जीवन्त पहाडी गाउँ रहेछ भन्नु पर्यो। जहाँ परम्परागत कृषि जीवन पनि छ अनि परिवर्तनका सङ्केतहरू पनि देखिन्छन्, अवसर पनि चुनौती पनि सँगसँगै। एकदम सही भन्नुभयो।
सम्जुरले नेपालका धेरै गाउँहरूको कथा भन्छ जस्तो लाग्यो मलाई। ए कसरी? किनभने हेर्नुहोस् न, त्यही कृषिमा निर्भरता, बिजुली जस्तो आधारभूत कुरा पुगेको छ, तर सडक, उच्च शिक्षा जस्ता कुरामा कमी छ। अनि प्राकृतिक सुन्दरता र बलियो सामाजिक सांस्कृतिक विविधता, यो ढाँचा धेरै ठाउँमा मिल्छ नि। हो त, एउटा प्रतिनिधि चित्र जस्तो भयो। साँच्चै एउटा शान्त, सुन्दर र सांस्कृतिक रूपमा धनी ठाउँ हो। तर यी सबै कुरा हेर्दा एउटा प्रश्न चाहिँ मनमा आउँछ के प्रश्न? अब हेर्नुहोस्, युवाहरू अवसर खोज्दै बाहिर जाँदैछन्, हैन? सडक जस्ता पूर्वाधार अझै राम्रो भइसकेको छैन। यस्तो अवस्थामा जब बाहिरको प्रभाव, आधुनिकीकरण बढ्दै जान्छ, सम्जुरले आफ्नो यो मौलिकता, यो शान्ति, यो सुन्दरता, यसलाई कसरी जोगाएर अगाडि बढ्ला अथवा कसरी सन्तुलन मिलाउला? हो, यो त साँच्चै गम्भीर र विचारणीय प्रश्न हो। यो चाहिँ अब भविष्यले नै बताउने कुरा भयो, तर सोच्नुपर्ने विषय हो नि।